लिएर दिल्लीमा जस्ती गएर इन्डिया टुडे स्टेट अफ स्टेट्स कन्क्लेभ सहभागी बन्यो र अब यो स्टेटको यो अचिभमेन्टको रूपमा हेर्ने कि यो स्टेट अस्ति इन्डिया टुडे कन्क्लेभ चाहिँ एउटा स्टेटको एउटा शरम लाग्दो अवस्थाहरू हो है। यसमा अब मतभेद हुनसक्छ, विचार अलग अलग हुनसक्छ, तर हामीले पाएको जानकारी अनुसार इन्डिया टुडे ग्रुपलाई सिक्किम सरकारले 3 करोड पैसा दिएर त्यो दिन स्पेशल इन्डिया टुडे कन्क्लेभ उहाँले एक दिनको कन्क्लेभ आयोजना गरी मागेको हाम्रोमा जानकारी आएको छ र 3 करोड रुपियाँ पैसा दिएर करिबन 3 घण्टादेखि लिएर 4 घण्टाको उहाँको कार्यक्रम रह्यो र 3-4 घण्टाको प्रोग्राममा करिबन 1 घण्टाको सिक्किम सरकारले 1 करोड रुपियाँ इन्डिया टुडे ग्रुपलाई पैसा दिएको छ र त्यो पैसा दिएर सिक्किमको विज्ञापन, सिक्किमको एडभर्टाइज गर्ने कोसिसहरू गर्यो। तर दुःख लाग्दो कुरा के भने पैसा